हेलो हेलो नमस्कार मेरो युट्युब च्यानलमा स्वागत छ तपाईहरुलाई सँगसँगै माघीको धेरै धेरै शुभकामना सबैजनालाई। आज चाहिँ म घर आएको छु। मेरो भिडियो लास्टसम्म हेरिदिनु होला है त कस्तो लाग्छ। अनि सब्स्क्राइब गरिदिनु, लाइक गरिदिनु, कमेन्ट गरिदिनु। नमस्कार सबै दिदीबहिनीलाई स्वागत छ। हेर्नुहोस् अहिले यो माघेको दिनमा सबैलाई स्वागत छ। आज चाहिँ हाम्रो माघे कस्तो भयो त मम्मी? आज माघे सङ्क्रान्ति कच्चो राम्रो भयो बा, राम्रो भयो। कस्तो भयो फुपूलाई भनिदिनु। हाम्रो बहिनी राम्रो लाग्यो। माइत आएको मोटा माइतमा आएको धेरै नमस्कार गर्ने अहिलेको माघमा रमाइलो गर्ने, कोही मरे कोही के नभर्ने म बुढो छ। नमस्कार नमस्कार सबै। हामी अहिलेको सालमा हामी फले खाप्दो गरी खानु पर्छ। हाम्रो सोचेको पुगोस् भनेको पुगोस्। मभन्दा बुढो यहाँ मैले खै देख्दैन। मैले धर्म गर्न जान्दैन। काम गरे ती धर्म ती फल मान्न पर्छ, त्यो गर्न पर्छ। आफ्नो धर्म मान्न पर्छ, आफ्नो इज्जत मान्न पर्छ। म बुढेसकाल भइसक्यो, म के गर्न सक्छु? बाल बच्चाहरूले किन उडेली वर्ष आउन लागेको छ। बाल बच्चा रात दिन बस्न लाग्छौ। तिमीले काम गर, त्यो फल गर। सटेज जुग गइसक्यो भनेर भन्छन्। कलेज जुग आउँछ कसरी नेता हुन्छन्, कसरी हुन्छन् विज्ञानी, कसरी हुन्छन् धनीको। तिमीहरूले जानु। तिमी माथि म नमस्कार गर्छु। म कि जान्दैन। म मनलाई आज हो कि भोलि मनलाई त एकमुठी परान हो। म आज मर्छु कि भोलि मर्छु। संसारमा अझ पनि हुने छैन होइन। तर म काम खुकरी झालैमा बोक्ने हो भने काट्यो यो यसकेमा टोक्ने यो तान राख्नु। ए खुकरी झालैमा मटा बसे रेलैमा, खुकरी झालैमा मटा बसे रेलैमा। ओहो दुख सुख छोडी
भन्नु के छ कसैलाई पाउनु के छ धन्यवाद कसैलाई पाउनु के छ ठिकै भन्नुला त गरी खेत खनिन खेत रोपिन गरिन रोपिन गरी मैले घरबार छोडिन घरबारै छोडिन भन्नु के छ मायालु भन्नु के छ र ओइ घरबार मम्मी त गइ के ठुलो मम्मी त आइलो स्वर आउँदैन के मेरो हामी चारुताको बनाइदियो घरबार खनिनु जोति नगरे मिलाएर भनेछ र भन्नु त बिचरा उता के बेला मौका पाउला भनेछ आज मौका पाइसकेछ आफू नाच्ने होइन दुःख सुख नबोल्ने अनि के को म नाचेको निको मान्नु पाटोको नाच तेरो बजाइ बड्डी खोप लोकाचार नपाक्छ खान नपाएर होला नाच्यो देखान लाग्थ्यो के मलाई देखान लाग्थ्यो कि उसले नसक्ने भइदिउँ काट 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 चाहिँ मेरो बुढाको बिदाई बेलाको फोटो हो यो चाहिँ सम्मान पत्र यो चाहिँ सरहरूले दिनुभएको रे मेरो बुढोको बिदाई हुँदाखेरि जोराल गाउँपालिदेखि बिदाई हुँदाखेरि अनि यो चाहिँ अब प्रशंसा पत्र त्यसपछि हामी मम्मी दिदीहरू त्यसपछि मेरो बुढो त्यसपछि हामी यो बिहेको फोटो यो चाहिँ कस्तो छ है अनि मम्मी बुवा हामी दुईजनाको फोटो यो चाहिँ अनि यो चाहिँ म तपाईँहरूलाई चाहिँ भन्छु नि चिनाउँछु ल यहाँ चाहिँ एकजना दाइ हुनुहुन्न बाँकी सबैजना हुनुहुन्छ मेरो कान्छी नन्द लास्ताला मेरो दाइ अनि जमुना गङ्गा अनि मेरो बुढो अनि मेरो माइली नानो अनि मेरो अमाजे दिदी कति राम्रो हुनुहुन्छ है अनि त्यसपछि यता चाहिँ फेरि यो चाहिँ स्कुलले दिएको बिदाईको त्यो फोटो हो बिदाई बेला खिचेको फोटो अनि यो चाहिँ मैले दिएको गिफ्ट जन्मदिनमा सर्ट अनि यो चाहिँ गाउँपालिकाको बिदाई हुँदाखेरि त्यतिखेर चाहिँ अघि देखा त्यो चाहिँ स्कुलको यो चाहिँ गाउँपालिकाको पहिला स्कुलमा पढाउनुहुन्थ्यो त्यसपछि गाउँपालिकामा अहिले चाहिँ यो चाहिँ तालिम गर्दाको फोटो अब चाहिँ यति नै म चाहिँ घरमा छु हाम्रो अहिलेको माघी एकदमै रमाइलो भयो अनि हाम्रो माघी सकिसकेको छ खाइपी गरेर अब भने सुत्ने तयारीमा छु भन्दै मेरो भिडियो चाहिँ लास्टसम्म हेरेर बुझेर प्रतिक्रिया दिनुहोला गुड नाइट शुभरात्रि।